रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परि घाइते भएका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बाढीपछि उद्धार गरेका घाइतेलाई रसुवा, नुवाकोट र काठमाडौँको विभिन्न अस्पतालमा उपचारको लागि ल्याएको हो। सुरक्षा अधिकारीहरूको अनुसार बाढीले रसुवा हुँदै ब्रेक, भोटेकोशी र भोटेकोशी मिसिनी त्रिशुली नदी किनारका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति निम्ताएको छ। बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको सुरक्षा टोली सहित रेडक्रस तथा अन्य निकायमा उद्धार टोली सक्रिय छन्। नेपाली सेना र विभिन्न निजी कम्पनीका हेलिकप्टर मार्फत पनि घाइतेलाई हेली उद्धारको काम चलिरहेको छ। बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको सुरक्षा टोली सहित रेडक्रस तथा अन्य निकायहरू उद्धारमा खटिएका छन्। नेपाली सेना र विभिन्न निजी कम्पनीको हेलिकप्टर मार्फत पनि घाइतेहरूको उद्धारको काम चलिरहेको छ। पछिल्लो सूचना अनुसार काठमाडौँको विभिन्न अस्पतालमा घाइतेहरू ल्याउने क्रम सुरु भइरहेको छ। सबैभन्दा बढी घाइते त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएर उपचार सुरु भइरहेको छ। अस्पतालको प्रोटोकल अनुसार अवस्था हेरेर बिरामीलाई विभाजन गरिएको छ। गम्भीर अवस्थाको बिरामीलाई रेड क्षेत्रमा, अपेक्षाकृत सामान्य अवस्थाका बिरामीलाई ग्रीन क्षेत्रमा राखिएको छ। स्वास्थ्य मन्त्रालयको अनुसार हेलिकप्टर मार्फत थप घाइतेहरू ल्याइने सम्भावना रहेको भनिएको छ।